अनि साथी आज त मिठो केक खुवाउँछु भनेकी छौ, के खुवाउँछौ भन त, रेसिपी मलाई पनि दिनु है। आज एउटा केकको रेसिपी लिएर आएकी छु, तिमी पनि सिक न त, म बनाउँदै जान्छु तिमी सिक्दै जाऊ। यो सफ्ट र स्वादिलो केक बनाउनको लागि मैले 1 कप आटोमा आधा कप गुड र आधा कप तेल लिएकी छु। यी सबैलाई एकैसाथमा लिएर पानी हाल्दै घोल्दै गरेर मैले केकको लागि घोल तयार पारेँ र त्यसमा एउटा ठुलो बिट कोरेर हालेँ। बिट हालेर घोलेपछि मैले त्यसमा आधा प्याकेट इनो हालेँ र मजाले घोलेर मिलाएँ। केकको घोल तयार भइसकेपछि मैले पकाउने भाँडोमा हालेँ र त्यसलाई मजाले ढकढकाएँ। यता मेरो कुकर पनि तातिसकेको छ र अब मैले मेरो केकको बेटरलाई कुकरभित्र राखिदिएँ र सिटी र ग्यास्केट हटाएर बिर्को पनि लगाइदिएँ। सानो आगोमा लगभग 45 मिनट पकाएपछि हेर्नुहोस् त साथी हो कस्तो राम्रो भएर पाकेछ यो बिटरुट केक। हजुरहरूले पनि यसरी नै बिटरुट केक आफ्नो घरैमा बनाउन सक्नुहुनेछ। मैले चिनीको पनि व्यवहार गरिन र मैदाको पनि व्यवहार गरिन, म आटाको व्यवहार गर्दछु र हजुरहरूले पनि यसरी आटाको सफ्ट केक घरैमा बनाउन सक्नुहुनेछ। साथी केक त साह्रै नै दामी देखिएको छ, स्वाद पनि उस्तै होला। आशा गर्छु हाम्रा दर्शकहरूले पनि मेरी साथीको रेसिपीलाई फलो गरेर केक बनाउनु हुनेछ र यो भिडियो मन पराउनुभयो भने र रेसिपी राम्रो लाग्यो भने यो भिडियोलाई सेयर पनि गर्नुहुनेछ, कमेन्टमा भन्नुहुनेछ कस्तो लाग्यो भनेर र लाइक पनि दिनुहुनेछ। धन्यवाद।